नमस्कार साथीहरू, त्रिभुवन युनिभर्सिटीले एमए तथा पीजीडी को पहिलो सेमेस्टर प्रथम सेमेस्टरको लागि एक्जाम फर्म खोलेको छ। यसको लागि चाहिँ अनलाइन मार्फत फर्म भर्ने भनेर नोटिस निकालेको छ र त्यसको फर्म पनि म आज भर्न गइरहेको छु र सँगै फर्म भरौँ त है। त्यसको लागि चाहिँ हामी पहिला यो exam.tufuhssedu.com.np को वेबसाइटमा जानुपर्छ। म यो वेबसाइट खोलिसकेँ। इफ तपाईसँग पहिले नै रजिस्टर अकाउन्ट छ भने यहाँबाट लगइन गर्न सक्नुहुन्छ, छैन भने न्यू रजिस्टरमा क्लिक गरेर यो आफ्नो इमेल पासवर्ड रिटाइप गरेर फर्स्ट नेम मिडल नेम लास्ट नेम र मोबाइल नम्बर गरेर रजिस्टर हेयर गर्न सक्नुहुन्छ। मेरो पहिला नै अकाउन्ट छ अलरेडी, सो मैले लगइन गर्छु। लगइन गर्दा सुरुमा यस्तो ड्यासबोर्ड देख्न सक्नुहुन्छ। अब यो कम्प्लिट योर प्रोफाइल पहिला हामीले व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरौँ। व्यक्तिगत विवरणमा चाहिँ यहाँ पहिला फोटो सिग्नेचर अपलोड गर्नुपर्छ। यहाँ फोटो साइज म्याक्सिमम अलाउड चाहिँ 300 KB भनेको छ। यदि तपाईसँग भएको फोटो 300 KB भन्दा माथिको छ भने चाहिँ कसरी यसको फाइल साइज घटाउने मैले यहाँ आई बटनमा पनि भिडियो राखिदिएको छु र डिस्क्रिप्सनमा पनि भिडियो छ, त्यो हेरेर तपाईँले आफ्नो फाइल साइज घटाउन सक्नुहुन्छ। र मैले चाहिँ अलरेडी घटाएर राखेको छु। यहाँबाट सिलेक्ट गरौँ। सिग्नेचर र फोटो अपलोड गरेँ। अब नाम फर्म रजिस्टर गर्दै भरेको थियो, त्यही भर्नु परेन। अब देवानगरीमा नाम लेख्नु पर्यो। त्यसको लागि चाहिँ रोमन युज गरेको रहेछ यसमा। PR यहाँ फादर्स नेम भनेको छ, मदर्स नेम, मेल फिमेल छुट्याउने, म्यारिड अनम्यारिड। यसमा चाहिँ डेट अफ बर्थ यहाँबाट सिलेक्ट गर्ने। अब अटोमेटिक एडीमा आइहाल्छ। र यसमा चाहिँ सिटिजन नम्बर हाल्नु भनेको छ। मेरो पहिला फाइल अपलोड गर्छु। यति गरिसके पछाडि डिस्ट्रिक्ट सिलेक्ट गर्ने, आफ्नो पर्मानेन्ट एड्रेस टाइप गर्नुहोस्, कन्ट्याक्ट एड्रेस, ल्यान्डलाइन छ भने राख्दा हुन्छ, नभए नराख्दा पनि फरक पर्दैन। नेक्स्ट गर्नुहोस्। कुन लेभलको भर्ने? मास्टर्स लेभल। मेरो रत्न राज्य लक्ष्मी क्याम्पस हो अनि मेरो मास्टर्स सोसियोलोजी 11। रजिस्ट्रेसन नम्बरको हकमा चाहिँ हजुर ब्याचलर ट्युबाट पढ्नुभएको हो भने ट्युको पुरानो ब्याचलरकै रजिस्ट्रेसन नम्बर भर्न सकिन्छ। तपाईँको ब्याचलर चाहिँ त्रिभुवन युनिभर्सिटीभन्दा बाहिरको हो भने चाहिँ नयाँ रजिस्ट्रेसन कार्ड लिनुपर्छ। त्यसको लागि चाहिँ युनिभर्सिटी र कलेजमा सम्पर्क गर्नुहोला। यसपछि चाहिँ एजुकेसन डिटेल राख्नुपर्छ। तपाईँको सुरु SLC देखि ब्याचलर लेभलसम्मको डकुमेन्टहरू अपलोड गर्नुपर्छ यसमा। SLC को अपलोड भइसक्यो। ब्याक आउने। अब अरूको डिग्री एड गर्ने। यसमा चाहिँ म +2 को एड गर्छु। त्यस्तै फेरि एड एजुकेसनल डिटेलमा गएर ब्याचलरको पनि एड गर्ने। मैले 3टा डिग्रीको कम्प्लिट डकुमेन्ट कम्प्लिट गरिसकेँ। अब नेक्स्ट गरौँ। एकचोटि भेरिफाई गर्न यो पेज खुलेको छ। नाम सर आफ्नो ठिक छ कि छैन भेरिफाई गर्नु होला।
सम्पूर्ण डकुमेन्टहरू पुरा भइसकेपछि तपाईहरुले एक्जामको लागि रजिस्टर गर्न सक्नुहुन्छ। अब म चाहिँ मेरो सबै डकुमेन्ट पुरा भयो, यहाँ लेख्छ सबै कम्प्लिट भइसकेपछि कम्प्लिट भयो। त्यसपश्चात रेजिस्टर एक्जाममा जाउँ। अब यति डकुमेन्ट अपलोड गरे पश्चात अब एक्जामको लागि रजिस्टर गर्नको लागि कलेजलाई उल्लेखित नम्बरमा फोन गर्नु भनेको छ। सहयोगको लागि विभिन्न नम्बरमा कल गर्ने, साथै प्लिज कन्ट्याक्ट कलेज टु एप्रुभ। पहिला चाहिँ अब यहाँभन्दा अगाडि बढ्नको लागि चाहिँ कलेजबाट अप्रुभ आउनुपर्छ, त्यसपछि मात्र हामीले फर्म भरेर पैसा तिर्न सक्छौँ। फाइनल्ली मैले कलेजमा सम्पर्क गरेपछि मेरो एप्लिकेसन एक्सेप्ट भएको छ। यो डिटेल्स एक्सेप्टेड बाई कलेज भनेको छ। अब चाहिँ यहाँ मैले एक्जामको लागि रेजिस्टर गर्न सक्छु। त्यसको लागि चाहिँ रेजिस्टर एक्जाममा जान्छु। कुन फर्स्ट सेमिस्टर रेगुलर हो अनि कुन सब्जेक्ट सिलेक्ट गर्ने यहाँबाट मेरो इन्ट्रोडक्सन टु सोसियोलोजी, क्वान्टिटेटिभ रिसर्च मेथड, थ्योरिज एन्ड सोसियल चेन्ज, स्ट्रक्चरल फङ्सनल पर्सपेक्टिभ अनि यी 5वटा हुन्। जीको फर्स्ट सेममा कोर्स कोडहरू 501, 502, 503, 504, 505 मा इन्ट्रोडक्सन टु सोसियोलोजी देखि कास्ट एन्ड क्लासेसमा टिक लाउनु। नेक्स्ट गर्ने। अब पेमेन्ट मेथड सिलेक्ट गरेर अनि पेमेन्ट गर्ने। मैले चाहिँ ई सेवा सिलेक्ट गर्छु। फाइनल्ली मेरो यो एप्लिकेसन चाहिँ सक्सेसफुल भएको छ। यो एप्लिकेसन रिसिभ सक्सेसफुल्ली भनेको छ। अब चाहिँ एक्जामको प्रवेश पत्र आइसकेपछि चाहिँ यहाँ PDF आउँछ। अहिले चाहिँ पेन्डिङ भनेको छ। एप्रुभ भइसके पछाडि चाहिँ यहाँ कार्ड आउँछ। त्यसको लागि प्रतीक्षा गर्नु होला। भिडियो पुरा हेरिदिनु भएकोमा धन्यवाद।